गुड मर्निङ गाइस, वेलकम टु माई अनदर भिडियो। हेर्नु चाहिँ हाम्रो नानीले चाहिँ दारिम टिप्दैछ। यसपालि चाहिँ फल्यो नि त यो दारिमले, बोट चाहिँ फलेन, सानो बोट थियो। यो चाहिँ हाम्रो घरको कम्सी हो, कतिले चाहिँ कम्सी भन्छ, कतिले चाहिँ फामफल भन्छ हो। मसिनो फल्दैछ, यो चाहिँ ठुल्ठुलो हुन्छ नि त। यो चाहिँ सरकारी हो कि ठुल्ठुलो हुन्छ। यो चाहिँ राम्रो फलेको छ यसपालि चाहिँ। यो चाहिँ हाम्रो फुल हो। यो चाहिँ बोट ठुल्ठुलो थियो नि त। यो चाहिँ आफै दाना झरेर चाहिँ उम्रेको हो। यो चाहिँ रोपेको होइन, आफै उम्रेको। यसको बोट चाहिँ ठुल्ठुलो हुन्छ नि त। यो चाहिँ स्याहार नपुगेर मलहरू कम्ती नभएर चाहिँ यो चाहिँ मसिनोमै फुल्यो हो। पोहोरको पालि चाहिँ सिङ्गली थियो, यसपालि चाहिँ मजाले डबल फुलेको रहेछ। ऊ चाहिँ मेरो छोरी हो काइरा, उसले चाहिँ फुल टिप्दैछ। हेर्नुहोस् है साथीहरू, हाम्रोमा फुल। यहाँ चाहिँ मेरो नानी फुलबारीमा खेल्दैछ है साथीहरू। हामी त गाउँ बस्तीमा बसेपछि के गर्नु साथीहरू, सबै कुरो रोप्नु पऱ्यो, फुल पनि रोप्नु पऱ्यो, सब्जीहरू पनि रोप्नु पऱ्यो हो। यो चाहिँ माथिको फुल हो है, हाम्रो घरको माथिको फुल हो। यो चाहिँ हाम्रो घरको गाई हो। गाई चाहिँ अस्ति 2टा थियो नि त, बाछी र म बिचरा, त्यो चाहिँ मऱ्यो। यसको नाम चाहिँ गाजली हो है साथीहरू। अन्त गाउँ बस्तीमा बसेपछि गाईहरू पाल्नुपर्छ, किनभने मलहरू चाहिन्छ नि त, सब्जीहरूलाई, सागहरूलाई, केहरूलाई मलहरू चाहिन्छ। हेर्नुहोस् है साथीहरू, यो चाहिँ हाम्रो मल राख्ने जग्गा हो। अस्ति चाहिँ पुरा मल थियो नि त, अहिले चाहिँ मल सक्यो। आशा राख्छु कि हजुरहरूले मेरो भिडियो हेरिदिनुहुन्छ भनेर।